तपाईहरुलाई लाग्न सक्छ कि हात्तीको पनि मान्छेको जस्तो न्वारन हुन्छ। हजुर पक्कै हुन्छ। आज तपाईहरुलाई हामी यो भिडियोमा देखाउँदै छौं कसरी हुन्छ हात्तीको न्वारन। आज यो भिडियोमा हामी देखाउँदै छौं तपाईहरुलाई, अन्तिमसम्म यो भिडियो हेर्न नभुल्नु होला। त्यो रिमझिम कलीको बच्चाको आज न्वारन हुँदैछ अनि त्यसैको तयारी तपाईहरु देखिरहनु भएको छ। आज हामी यो कसरी न्वारन हुन्छ हात्तीको आज हामी तपाईहरुलाई यो भिडियोमा देखाउने छौं, अन्तिमसम्म हेर्नु होला। हामी यो हात्तीको बच्चाको न्वारन कसरी हुन्छ आज हामी देखाउँदै छौं। अहिले आमासँग खेल्दै दियोमा राखिदिनु। थोरै फुल राशिले हात जोड्नु। कुलदेवता थाहा छ तपाईँहरू कुलदेवता के हो? वनदेवी। वनदेवीलाई सम्झिनु है। ओम श्री गाउम गणेशाय नमः। यतो जदवैसा शान्तिः गन्ध गणपति हो निधि हविनेश गणेश गणमिकाय नमः। लक्ष्मी नारायण नमः। उमेश नमः। बाण हिरण्यवाय नमः। सती पूजाय नमः। ईश्वर पूजाय नमः। कुलदेवताय नमः। गणम देवताय नमः। वास्तुदेवताय नमः। स्थान देवताय नमः। सर्वदेवाय नमः। सर्वदेवताय मार्गपति चरणकमल सुख गपिल भैरव बिना बिना धुर्म केतु गण ध्वज तथा नामे पूजा विवाह निर्वाह सन्त कुलदेवताय नमः। मान्छे जस्तै हुन्छ। यसमा पहिला दियो कलश गणेश पुज्यो। पहिला चाहिँ सुरु गरेर चाहिँ मन्त्र गरेर चाहिँ हातले चोखायो, बच्चा चोखायो। त्यहाँ दियो कलश गणेश पुज्यो। दियो कलश गणेश पुजेपछि अनि उहाँ चाहिँ अब राशिअनुसार नाम राखिन्छ। हामीले परिचित नाम भन्छ। उहाँले पछि बोलाउने नाम चाहिँ पछि उहाँले आफै राख्नुहुन्छ। अनि नाम राखेपछि अनि उहाँहरूले चाहिँ अनि आगोर हामीले टिको लगाइन्छ। अनि जुन हाकिम भने ठुलो हाकिमले आएर माल लगाइदिनुहुन्छ। उहाँले टिको लगाएर खानेकुरा दिनुहुन्छ। विधि सेम मानिसको जस्तै हुन्छ। एउटा होम गरिँदैन, अरू सबै त्यही हो। नामकरणको प्रोसेस भइरहेको छ। धनुराशि मूल नक्षत्र धनुराशि ए ओ बा धा भी। मलाई लागेको छ अब मजाले चाहिँ विक्रम बाबा भइरहेछ हैन, पूजा भइरहेछ, दीप प्रज्वलन गर्ने बेला परिरहेछ हैन। अलिकति त्यो हिसाबले नै राख्ने त के हुन्छ? मैले त्यही भनेको हजुरको एउटा सङ्कल्प पर्दा हजुरको हामी चाहिँ एउटा शास्त्र चाहिँ नामकरण आउँछ, एउटा हजुरको नाम भनेर हजुरले बसिरहेको दुईवटा सङ्कल्प। मैले चाहिँ अब ल सुरु गर्नु अनि त्यसपछि म बनाउँला। समय लिइसकेका छौँ हामीले, अब धेरै समय लिन चाहन्न। र हाम्रो यो जुन चाहिँ परम्परा छ, हात्तीको चाहिँ जन्म भइसकेपछि नामकरण गर्ने जुन प्रचलन छ त्यो अनुसार चाहिँ यो नियमित पूजा चाहिँ सम्पन्न भइसकेको छ। र अहिले अब हामीले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको तर्फबाट हात्तीको नाम के राख्ने भन्ने विभिन्न प्र्याक्टिसहरू छ, पहिलादेखि गर्ने गरिरहेको। र यो अब मेल चाहिँ इलेफेन्ट भएको भएर अब गज चाहिँ जोडिन्छ नै होइन, त्यो खालको नै छ, प्र्याक्टिस चाहिँ छ, जोडिन्छ। गज अथवा प्रसाद केही हुन्छ चाहिँ उपयुक्त जे हुन्छ त्यो अनुसार राखिन्छ। अहिले यो हात्तीको नामकरण गर्न चाहिँ गुरुले अघि नै भनिसक्नु भएको छ के कसरी, अब के छ, राशि के छ, त्यसपछि केबाट जोड्छ भन्ने कुराहरू छ। अब यो फेरि कस्तो छ भने बोलाउने प्रचलनको नामको हिसाबले कुरा गर्छौँ हामी प्राय। र यसको नाम चाहिँ दीप गज राख्ने गरी हामी निकुञ्ज कार्यालयको तर्फबाट यसको चाहिँ नामकरण गरिएको छ। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अब म धेरै समय दिन चाहन्न। बाबु अर्को दिन आउँछ नि है।
पश्चात यो हात्तीको नाम अब आजदेखि दीपगज राखिएको छ। प्रमुख सभासद गणेश पन्त सरले नामकरण गरिसक्नु भएको छ दीपगञ्ज र दीपगजलाई अब औपचारिक रूपमा दीपगज नामकरण भएको छ। अब त्यहाँ तपाईको नाम भन्दै न। मेरो नाम चाहिँ रामदयाल चौधरी हो। तपाईँ रिमझिम गलीको चाहिँ हजुर रिमझिम गलीको माउते हो म। यो बच्चा चाहिँ कहिले जन्मिएको? यो बच्चा चाहिँ 8 गते राति 12 बजेर 5 मिनटमा जन्मेको हो। अनि भाले जन्मिएछ। त्यो जन्मेपछिको अवस्था उले हात्तीको जन्मिने बेलामा तपाईको बच्चा जब तल खस्छ नि अनि माउले चाहिँ खोज्न थाल्छ के छ के खस्यो भनेर त्यो उलाई डर हुन्छ अनि त्यो थिच्न खोज्छ। माउले चाहिँ बच्चालाई थिच्न खोज्छ जिउँदो छ कि मरेछ जन्मेको हो कि कस्तो छ अनि त्यो थिच्न खोज्छ अनि त्यति बेला हामीले केयर गर्ने हो कि बच्चालाई टेक्दियो भने मर्ने धेरै सम्भावना हुन्छ। अनि त्यो बच्चालाई छिटो त्यो माउबाट अलि पर त्यो सारेर अनि त्यसलाई पुछपाछ गरेर अनि एकछिन चाहिँ त्यो उभ्याउनु पर्छ। अनि त्यो पुरै त्यो उसमा आइसकेपछि बल्ल माउतिर अलिकता त्यो हेर्नलाई दिनुपर्छ कि माउले हेरोस् कि मेरो बच्चा जिउँदो छ भनेर। अनि त्यो भइसकेपछि अनि माउ पनि अस्थिर हुन्छ। अस्थिर भएपछि अब माउलाई पुरै कन्फर्म हुन्छ कि मेरो बच्चा जिउँदो छ अनि दुध चुसाउन चाहिँ कोसिस गर्नुपर्छ। त्यो पहिलो जन्मिने बित्तिकै अब लगभग 2 घण्टा 3 घण्टाको भित्रमा दुध अनिवार्य चुसाउनु पर्छ। कति समयमा त्यो बच्चा चाहिँ हिँड्छ हिँडुल गर्छ? हिँडुल गर्नलाई उभिनलाई त लगभग आधी घण्टामै उभिन्छ। तर त्यो हिँडुल गर्नको लागि चाहिँ 2 देखि 3 घण्टामा त्यो हिँड्छ अलिअलि। त्यो उभिन त चाहिँ त्यतिखेरै उभिन थाल्छ। त्यो अलि त्यो हामीले सहयोग गरेपछि त्यो उभाइरै राख्नुपर्छ। पुछपाछ गरेर अनि उभाइदिनुपर्छ। हाम्रो मद्दतले त्यो उभिराख्छ। 1 घण्टा 1.5 घण्टापछि त्यो आफै त्यो यताउता चल्न थाल्छ। आज न्वारान यो अवधिपछि कसरी उसलाई हेरचाह गर्नुहुन्छ? कसरी? हजुर यो जन्मिने बित्तिकै त्यो नाभियो चाहिँ अलि लामै हुन्छ हैन सर भाँचेको। अनि त्यो भाँचेको नाभियोमा हामीले चाहिँ स्प्रे भयो अनि त्यो सुकाउने औषधिहरू हालिदिन्छौँ। अनि चाहिँ सरसफाइहरू जो सब यता थानमा फोहोर कुराहरू हुन्छ त्यो हामी दिनकै बनाउन दिशा गर्ने बित्तिकै माउले चाहिँ हामी सफा गरिदिइहाल्छौँ। अलि खुवाउने चाहिँ खानेकुरा दिन्छौँ अनि त्यो खाइसकेपछि तपाईँको तुरुन्तै त्यो सफा गरिदिइहाल्नुपर्छ। किनकि त्यो बच्चाको त्यो नाङ्ग्रामा घाउ हुने डर हुन्छ। नरम छाला हुन्छ नाङ्ग्रा पनि त्यो हुन्छ नरम हुन्छ अनि त्यति बेला घाउ हुने धेरै सम्भावना हुन्छ। त्यही भएर सफा गरेरै गर्नुपर्छ। यो आज 12 दिनसम्म त्यो भइसकेपछि बल्ल हामीले त्यो हात्तीलाई खोलेर जङ्गलतिर हिलडुल गर्नलाई चाहिँ लान्छौँ। आज यताउता बच्चालाई नि हिँडाउन सिकाउनु पर्छ। अहिले त्यो माउसँगै अलिअलि हिँड्छ तर खोलेर चाहिँ हामी लाग्दाखेरि त्यो आफ्नो तरिकाले हिँड्न खोज्छ अनि हिँडाउन खोज्छौँ हामी। हजुर आज उसलाई कसरी हिँड्छ नत्र अहिले विशेष गरेर त्यो पेटमै छिट्छन् बच्चाले माउलाई हिँड्नलाई अप्ठ्यारो पार्छ डिस्टर्ब हुन्छ। अनि त्यो उसलाई हामी 2 जना गएर हामी आज चाहिँ 2 जना गरेर 3-4 दिन अनि उसलाई हिँड्न सिकान्छौँ कि छेउमा हिँडोस् भनेर पेटमुनि नछिरोस् भनेर। त्यो त्यसरी गर्दै त्यो आफै साइड लागेर हिँड्न थाल्छ। त्यो बच्चाले नै बुझ्छ कि म भित्र छिरेपछि हिँड्दैन माउ चाहिँ हिँड्दैन साइडमा हिँड्ने चाहिँ हिँड्छ भनेर उसलाई पनि थाहा हुन्छ। हजुर मुख्य तालिम तपाईँको बच्चा तालिम गर्ने त त्यो 2.5 वर्षदेखि 4 वर्षको भित्रमा हुन्छ। अहिले चाहिँ हामी चाहिँ बच्चालाई चाहिँ स्याहार सुसार बनाउने नुहाउने अनि हिँडाउन चाहिँ सिकाउनु पर्छ अहिले आजदेखि। हजुर अब हामीहरूको अब हात्ती जन्मिने बित्तिकै हात्तीको बच्चालाई सफा सुग्घर गरेर राखेर हात्तीकै छेउको अगाडि राख्नु पर्दछ। हात्तीको लुकाएर राख्न हुनु भएन। हात्तीको
बाट टाढा राखेपछि हात्तीले उग्र रूप लिन सक्ने भएको हुनाले बाउकै अगाडि राखेर सफा सुग्घर गरेर सबभन्दा पहिले उहाँलाई दुध चाहिँ खुवाउने कोसिस हामी गर्छौँ। दुध खाइसकेपछि र उसको झर पुरैन भन्ने पनि खसिसकेपछि र दुध समाइसकेपछि हामीहरूको टेन्सन दूर हुन्छ, धेरै त्यो हुन्न र 24 घण्टा पालो पहरा गरी 12 दिनसम्म पालो पहरा गरी स्याहार गर्छौँ र 12 दिनमा नवाङ्कन कार्यक्रम हुन्छ। नवाङ्कन कार्यक्रममा हामी नवाङ्कनको दिन हाम्रो कार्यालय प्रमुख वरिष्ठ रक्षा अधिकारीज्यूबाट नामाङ्कन गराएर समापन गरेर अनि त्यसपछि हात्ती पालन पोषण गर्नेतर्फ लाग्छौँ र पालन पोषण गर्दै 2.5 देखि 3 वर्षको उमेर भइसकेपछि हामी तालिम दिएर तालिमबाट परिपक्व बनाइसकेपछि हात्तीसार पोस्ट निकुञ्जको पोस्टहरूमा खटाइन्छ अथवा नेपाल अधिराज्यभरि यहीँबाट पदपूर्ति हुने व्यवस्था छन्। आदेशअनुसार गराउनु राख्नु। न्वारानपछि चाहिँ हात्तीहरूलाई चाहिँ हामी ट्रेनिङतर्फ लाग्छौँ 2 वर्ष भएपछि। हजुर, 2.5 देखि 3 वर्षमा हामी ट्रेनिङ दिन्छौँ हात्तीको बच्चालाई। सबै हात्तीहरूको यही न्वारानै प्रोसेस हुन्छ? सबै हात्तीहरूको न्वारान प्रोसेस यही हुन्छ लगभग। जहिलेदेखि हामी आएछौँ 77 देखि यता 5 वर्ष बाद जति भइराखेको छ यही प्रक्रियाबाट हामी र परम्परागत विधि नै यही हाम्रो हात्तीसारको रहेको हुनाले यही अनुसार हामी गराइराखेको छौँ। ब्रिडिङको पहिला त सुरुमा त धेरै कठिनाइ भयो, स्थापना मात्रै भयो। अब हाकिमहरू आउने त्यति मात्रै, अब नाउँ मात्रै भयो। 2042-43 मा यो हात्ती प्रजनन केन्द्र स्थापना भयो। त्यतिखेर म हात्तीसारको प्रमुख पनि थिएन। हाम्रो यहाँको थियो रामलोटन, पहिलाको हाम्रो अग्रजहरू रामलोटन हुँदाखेरि बच्चा पनि भएन, रिटायर भएर गयो। त्यसपछि 51 सालमा मैले यो खुला प्रतिस्पर्धाबाट यो गजिटेड सुब्बाको खुल्दाखेरि म 51 सालमा लोकसभाबाट पास भएर अनि आएर अनि 2051 सालबाट म यही स्थापना भयो भनौँ न यही अफिसमा। अनि 2054बाट पहिलाको 2050 सालमा एउटा बच्चा मात्र यहाँ प्रजनन केन्द्रमा जन्मेको थियो। 2054बाट कन्टिन्युज सालमा 6वटा 7वटा 8वटा हात्तीको बच्चा उत्पादन हुन थाल्यो। पहिला चाहिँ न्वारान गर्ने सिस्टम चाहिँ कसरी हुन्थ्यो? नामहरू कसरी राखिन्थ्यो? न्वारान गर्न जस्तो हाम्रो मान्छेको हुन्छ नि, मानवको दोस्रो त हात्ती नै हो चेतनशीलमा। अनि पहिला जस्तो हाम्रो गाउँघरमा जस्तो हाम्रो बालबच्चा जन्मिन्छ, हामी पहिला सठियार गर्छु, त्यसपछि न्वारान गर्छु, अनि त्यसपछि 16 दिनमा उसलाई बाहिर यता घुमाउने डुलाउने हामी गर्छौँ। नाम चाहिँ कसरी राखिन्थ्यो? नामाकरण पहिला त दरबारबाट नामाकरण भएर आउँथ्यो होइन। यहाँबाट हामी प्रस्ताविक नाउँ लेखेर पठाउँथे कसरा हाम्रो कार्यालयबाट विभाग जान्थ्यो, विभागबाट दरबारबाट अनि त्यसपछिबाट राजदरबारबाट के कुन नाम भएर आउँछ त्यही नाउँबाट हामी बोलाउने गर्थ्यौँ। कस्तो कस्तो नाम आयो त्यो बेला? त्यो बेलामा जस्तो अब राजा महाराजाको जस्तो महेन्द्र भाले छ भने महेन्द्र गज, पोथी छ भने महेन्द्र कली, भाले फेरि छ भने वीरेन्द्र प्रसाद अथवा वीरेन्द्र कली, सुरती कली, यस्तो राजपरिवारको छोराछोरीको नाउँबाट अब राणाहरूको नाउँबाट नामाकरण भएर आउँथ्यो। कति समय लाग्थ्यो नाम आउनलाई? लाग्थ्यो 2-3 हप्ता त लागिहाल्थ्यो। अनि बल्ल हामी त्यो नाउँबाट गएर सबैलाई गराएर त्यही नाउँबाट बोलाउने गर्थ्यो। वीरेन्द्र कली, वीरेन्द्र प्रसाद, सुरती कली, ज्ञानधर प्रसाद, ज्ञानधर कली, पारस, निराजन, दिपेन्द्र, त्यस्तो नामाकरण राजपरिवारको नाउँबाट आउँथ्यो। यसरी यो पेट मुनि छिर्छ, सुरुमा उसले हिँड्न जान्दैन, त्यसैले गर्दाखेरि डिस्टर्ब गरिरहेको छ, हिँड्न अलिक डराइरहेको छ। अझ पहिलो दिन निस्किँदैछ, आमासँगै जङ्गल र सिक्दैछ। यसरी यो हात्तीमा 3 जना रहने। यो सुरुमा यस्तै गर्छ यो हात्तीको छावा, हिँड्न जान्दैन, त्यसै डराउँछ। र आज 12औं दिनमा यसरी माउतीहरूसँग जङ्गल जाँदैछ। मान्छेको जस्तै न्वारान आज सम्पन्न भयो र नाम राखियो दीपगज
र उनको धनु राशि र अब यो जङ्गलतर्फ जाँदै यसरी जङ्गलतर्फ लाग्दैछ। यसरी अब आजको दिनबाट यसको दिनचर्या यसरी सुरु भएको छ र यो 3 वर्ष पुगेपछि यसको ट्रेनिङ सुरु हुनेछ। 2 वर्षदेखि 4 वर्ष बिचमा ट्रेनिङ सुरु गर्नुपर्ने हुन्छ र आज 12औं दिनमा यो दिपगज यसरी बाहिर निस्किएको छ। र यो भिडियो हेर्नुभयो सम्पूर्ण धन्यवाद। हामी यस्तै रोचक भिडियोहरू ल्याउनेछौँ। मेरो च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद। दिपगञ्ज अहिले नुहाउनको लागि यो खोलामा आइपुगेको छ। देख्न सक्नुहुन्छ यसरी पानी छुन पाइरहेको छ। यो एकदमै गर्मी हुने जनावर हो। उनीहरूलाई अनिवार्य दिनमा नुहाउनु पर्छ। उनीहरूलाई पानीको पनि अब सिकाउँदैछ। देख्न सक्नुहुन्छ जङ्गल हुँदै ल्याइएको यो दिपगञ्जलाई हामीसँगै अहिले खोलामा ल्याइएको छ। यसरी पहिलो दिन खोलासम्म आइपुगेको छ। नजिकै खोला हो, धेरै टाढा पनि छैन। पानी छोपिरहेछ। पानी नुहाउँदै मजाले